कहिल्यै तपाईले यस्तो महसुस गर्नुभएको छ कि मानिसहरू तपाईको अगाडि केही भनिरहेका हुन्छन् तर भित्रभित्रै केही अर्कै सोचिरहेका हुन्छन्। उनीहरूको मुस्कान ठीक देखिन्छ तर मन कतै भारी छ। शब्दहरू सामान्य छन् तर व्यवहारले केही फरक संकेत गरिरहेको छ। यदि तपाईले यस्तो अनुभूति गर्नुभएको छ भने तपाई एक्लो हुनुहुन्न, किनकि मानिसको बाहिरी रूप र भित्री संसार बीचको दूरी बुझ्नु नै आजको सबैभन्दा ठूलो सीप बन्दै गएको छ। अडियो जोन नेपाल तपाईलाई यस्तै जीवन परिवर्तन गर्ने किताबहरूको सार सरल, गहिरो र मन छुने भाषामा प्रस्तुत गर्ने एउटा प्रयास हो, जहाँ ज्ञान केवल जानकारी बनेर होइन, अनुभव बनेर तपाईको जीवनमा प्रवेश गरोस् भन्ने हाम्रो चाहना हो। अडियो जोन नेपालको उद्देश्य केवल किताबको कुरा सुनाउनु होइन, बरु ती किताबहरूले तपाईको सोच, दृष्टिकोण र मानिसप्रतिको बुझाइ कसरी बदल्न सक्छन् भन्ने देखाउनु हो। रीड पीपल लाइक अ बुक भन्ने किताब प्याट्रिक किङद्वारा लेखिएको हो, जसले मानिसको भावना, सोच, नियत र व्यवहार कसरी बुझ्ने भन्ने कुरा व्यावहारिक तरिकाले सिकाउँछ। यो किताब कुनै जादु होइन, न त मानिसलाई नियन्त्रण गर्ने चाल हो। यो किताब मानिसलाई ध्यानपूर्वक हेर्न, सुन्न र बुझ्न सिकाउने एउटा मार्ग हो। लेखक भन्छन्, मानिसहरूलाई पढ्न सकिन्छ, तर त्यो आँखा बन्द गरेर होइन, खुलेको चेतनासँग, धैर्य र संवेदनशीलतासँग मात्र सम्भव हुन्छ। यो किताबको सुरुवातमै लेखकले एउटा महत्त्वपूर्ण कुरा स्पष्ट गर्छन्। हामी धेरैजसो मानिसलाई बुझ्न चाहन्छौं, तर वास्तवमा हामी सुन्न भन्दा बढी अनुमान गर्छौं। हामी व्यवहारलाई सतहमा देखेर निष्कर्ष निकाल्छौं, तर त्यसको पछाडि लुकेको कारण बुझ्न समय दिँदैनौं। मानिसको व्यवहार आकस्मिक हुँदैन, त्यसको जरा उनीहरूको अनुभव, डर, चाहना र बानीमा गाडिएको हुन्छ। यदि हामी त्यो जरा देख्न सिक्यौं भने मानिसहरू अचानक रहस्यमय लाग्न छोड्छन्। लेखक भन्छन्, मानिसलाई पढ्ने पहिलो कदम भनेको आफैलाई शान्त बनाउनु हो। जब हाम्रो मन पूर्वाग्रह, रिस, डर वा अपेक्षाले भरिएको हुन्छ, तब हामी अरूलाई जस्तो छन् त्यस्तो देख्दैनौं, जस्तो हामी देख्न चाहन्छौं त्यस्तो देख्छौं। त्यसैले मानिसलाई बुझ्न चाहने व्यक्तिले पहिला आफ्नै भावनालाई नियन्त्रित गर्न सिक्नुपर्छ। यो कुरा सरल सुनिन्छ, तर व्यवहारमा यही सबैभन्दा कठिन चरण हो। किताबले मानिसको व्यवहारलाई संकेतहरूको रूपमा बुझ्न सिकाउँछ। यी संकेतहरू शब्द मात्र हुँदैनन्, मौनता पनि हुन्छ। कहिलेकाहीँ मानिसले जे बोल्दैन त्यो नै सबैभन्दा ठूलो सन्देश हुन्छ। लेखकले स्पष्ट गर्छन् कि मानिसको शरीर भाषा, आँखाको चाल, स्वरको उतार चढाव, बोल्ने गति यी सबै मिलेर एउटा कथा बनाउँछन्। कुनै एउटा संकेतलाई छुट्टै हेरेर निष्कर्ष निकाल्नु गलत हुन सक्छ, तर जब धेरै संकेतहरू एउटै दिशामा इशारा गर्छन्, तब त्यो व्यवहारको वास्तविक अर्थ बुझ्न सकिन्छ। लेखकले मानिसहरू किन आफूलाई लुकाउँछन् भन्ने कुरामा पनि गहिरो कुरा गर्छन्। धेरै मानिसहरू खराब नभएर डराएका हुन्छन्। उनीहरू अस्वीकृत हुने डरले, कमजोर देखिने डरले आफ्नो वास्तविक भावना लुकाउँछन्। त्यसैले जब कसैले चिसो व्यवहार देखाउँछ, त्यसको अर्थ उनीहरू निर्दयी छन् भन्ने हुँदैन। कहिलेकाहीँ त्यो आत्मरक्षाको ढाल मात्र हुन्छ। मानिसलाई पढ्न सक्ने व्यक्तिले यो ढाल देख्छ, तर त्यसलाई जबरजस्ती हटाउने प्रयास गर्दैन। किताबमा भावनात्मक ढाँचाको कुरा आउँछ। लेखक भन्छन्, मानिसहरू बारम्बार एउटै किसिमको प्रतिक्रिया देखाउँछन्, फरक परिस्थितिमा पनि। कसैले आलोचना सुन्नासाथ आक्रामक हुन्छ, कसैले मौन हुन्छ, कसैले हाँसेर टार्छ। यी प्रतिक्रियाहरू संयोग होइनन्, बरु समयसँग बनेका ढाँचाहरू हुन्। यदि हामी यी ढाँचाहरू पहिचान गर्न सिक्यौं भने मानिसको भविष्यको प्रतिक्रिया अनुमान गर्न सकिन्छ। यस क्रममा लेखकले सहानुभूतिको महत्त्वलाई जोड दिन्छन्। मानिसलाई पढ्ने सिप सहानुभूति बिना अधुरो हुन्छ। सहानुभूति भनेको सहमत हुनु होइन, बुझ्ने प्रयास गर्नु हो। जब हामी कसैको स्थानमा आफैलाई राखेर हेर्छौं, तब उनीहरूको व्यवहार किन यस्तो छ भन्ने कुरा स्पष्ट हुँदै जान्छ। किताबले बारम्बार सम्झाउँछ, मानिसलाई बुझ्नु भनेको उनीहरूलाई माफी दिनु होइन, तर उनीहरूको मानवता स्वीकार गर्नु हो। लेखकले ध्यान दिन सिटाउने एउटा महत्त्वपूर्ण अभ्यासको कुरा गर्छन्। हामी धेरैजसो सुन्दै गर्दा अर्को जवाब सोचिरहेका हुन्छौं, तर मानिसलाई पढ्न चाहनेले सुन्ने क्रममा आफ्नो अहंकार, आफ्नो कथा केही समयका लागि छेउमा राख्नुपर्छ। जब हामी पूरा ध्यान दिएर सुन्छौं, तब शब्दभन्दा परको भावना महसुस हुन थाल्छ। यही ठाउँबाट
वास्तविक बुझाइ सुरु हुन्छ। किताबले यो पनि देखाउँछ कि मानिसको व्यवहार सधैँ तर्कसङ्गत हुँदैन। मानिस भावना आधारित प्राणी हो। उनीहरूको निर्णय, प्रतिक्रिया र व्यवहार धेरैजसो अवचेतन मनबाट आउँछ। त्यसैले कसैको व्यवहार बुझ्न चाहदा केवल तर्क खोज्नु पर्याप्त हुँदैन, भावना बुझ्न सक्नुपर्छ। लेखक भन्छन्, भावना नबुझी मानिसलाई बुझ्ने प्रयास गर्नु भनेको आधा किताब पढ्नु जस्तै हो। मानिसलाई पढ्ने सिप कुनै ट्रिक होइन, यो एउटा दृष्टिकोण हो। यो दृष्टिकोणले हामीलाई अरूको गल्तीमा पनि कथा देख्न, कठोर व्यवहारमा पनि डर देख्न र मौनतामा पनि पीडा महसुस गर्न सिकाउँछ। जब हाम्रो दृष्टिकोण बदलिन्छ, हाम्रो प्रतिक्रिया पनि बदलिन्छ, अनि यहीबाट सम्बन्धहरू गहिरा हुन थाल्छन्। यो सबै बुझिसकेपछि हामी महसुस गर्न थाल्छौं कि मानिसलाई पढ्न सिक्नु भनेको अरूलाई बदल्नु होइन, आफूलाई परिपक्व बनाउनु हो। जब हामी अरूलाई बुझ्न थाल्छौं, तब हाम्रो क्रोध कम हुन्छ, धैर्य बढ्छ र जीवन हल्का महसुस हुन थाल्छ। यही भावनात्मक परिपक्वता नै यस किताबको पहिलो ठूलो उपहार हो। हामीलाई अहिलेसम्म मानिसलाई पढ्ने कुरा कुनै चाल वा ट्रिक होइन, बरु आफ्नो दृष्टिकोण बदल्ने यात्रा हो भन्ने कुरा स्पष्ट भइसकेको हुन्छ। अब हामी हेर्नछौं जहाँ लेखक मानिसको व्यवहारका अझ सूक्ष्म तहहरू खोल्दै लैजान्छन्। यहाँबाट किताब अझ गहिरो बन्छ, किनकि अब हामी केवल देखिने सङ्केत मात्र होइन, ती सङ्केत जन्माउने मनोवैज्ञानिक कारणतिर जान थाल्छौं। लेखक भन्छन्, मानिसको व्यवहार बुझ्न चाहने व्यक्तिले सबैभन्दा पहिला सन्दर्भ बुझ्न सिक्नुपर्छ। एउटै व्यवहार फरक सन्दर्भमा फरक अर्थ राख्न सक्छ। कोही व्यक्ति बैठकमा शान्त छ भन्ने त्यसको अर्थ ऊ आत्मविश्वासहीन छ भन्ने नहुन सक्छ। सम्भव छ ऊ ध्यान दिएर सुन्दैछ। तर त्यही व्यक्ति साथीहरूमाझ पनि सधैँ मौन रहन्छ भने त्यो उसको स्वाभाविक ढाँचा हुन सक्छ। यसैले लेखक चेतावनी दिन्छन्, एकपटक देखिएको व्यवहारलाई लिएर तुरुन्तै निष्कर्ष निकाल्नु मानिसलाई गलत तरिकाले पढ्नु हो। लेखकले मानिसको बेसलाइनको कुरा गर्छन्। बेसलाइन भनेको कुनै व्यक्ति सामान्य अवस्थामा कस्तो हुन्छ भन्ने बुझाइ हो। जब हामी कसैलाई लामो समयदेखि चिन्छौं, तब उसको बोल्ने तरिका, हाँस्ने शैली, प्रतिक्रिया दिने बानी हाम्रो मनमा बसिसकेको हुन्छ। यही नै उसको बेसलाइन हो। अब यदि त्यो व्यक्ति अचानक त्यस बेसलाइनबाट फरक व्यवहार देखाउँछ भने त्यहाँ केही न केही परिवर्तन भइरहेको सङ्केत मान्न सकिन्छ। मानिसलाई पढ्ने सिप यही परिवर्तन चिन्न सक्ने क्षमतामा निर्भर हुन्छ। लेखक उदाहरण मार्फत बुझाउँछन् कि तनाव, डर, अपराधबोध, उत्साह जस्ता भावनाहरूले मानिसको व्यवहारमा साना तर स्पष्ट परिवर्तन ल्याउँछन्। कसैको स्वर अलि कडा हुन सक्छ, कसैले आँखाको सम्पर्क टार्न सक्छ, कसैले सामान्यभन्दा धेरै बोल्न थाल्छ। यी सबै सङ्केतहरू अलग अलग हेर्दा सामान्य लाग्न सक्छन्, तर जब बेसलाइनसँग तुलना गरिन्छ तब ती सङ्केतहरूले भित्री अवस्थाको झल्को दिन थाल्छन्। शरीर भाषाको चर्चा अझ विस्तारमा हुन्छ। लेखक भन्छन्, शरीरले धेरै कुरा बोल्छ, तर हामी त्यसलाई सुन्न जान्दैनौं। हातको चाल, बस्ने तरिका, खुट्टाको दिशा, काँधको स्थिति, यी सबैले मानिसको मनस्थितिबारे जानकारी दिन्छन्। तर यहाँ पनि लेखकले स्पष्ट चेतावनी दिन्छन्। शरीर भाषाको कुनै एक सङ्केतलाई लिएर निर्णय गर्नु मूर्खता हो। साँचो बुझाइ तब आउँछ जब धेरै सङ्केतहरू एउटै भावनासँग मेल खान्छन्। लेखकले आँखाको व्यवहारलाई पनि विशेष महत्त्व दिन्छन्। आँखा आत्माको झ्यालो भन्ने कुरा केवल कविता मात्र होइन। कसैले आँखाको सम्पर्क धेरै टाढ्छ भने त्यसको अर्थ लाज, डर, अपराधबोध वा असहजता हुन सक्छ। तर कोही व्यक्ति धेरै नै आँखा जुदाएर बोल्छ भने पनि त्यो आत्मविश्वास मात्र होइन, कहिलेकाहीँ नियन्त्रण गर्न चाहने स्वभावको सङ्केत हुन सक्छ। यसैले लेखक भन्छन्, आँखालाई बुझ्न पनि सन्दर्भ र व्यक्तिको स्वभाव बुझ्न जरुरी छ। लेखकले शब्द र भावना बीचको दूरीबारे गहिरो कुरा गर्छन्। मानिस धेरैजसो जे महसुस गरिरहेको हुन्छ त्यो सिधै शब्दमा भन्दैन। उसले सामाजिक रूपमा स्वीकार्य शब्द छान्छ, तर भावनाले शरीर र स्वर मार्फत आफूलाई बाहिर ल्याइरहेको हुन्छ। यही कारणले गर्दा कसैले म ठिक छु भन्दाखेरि पनि उसको स्वर, अनुहार र शरीरले फरक कथा सुनाइरहेको हुन सक्छ। मानिसलाई पढ्ने व्यक्तिले शब्दभन्दा भावनालाई प्राथमिकता दिन सिक्नुपर्छ। लेखक यहाँ माइक्रो एक्सप्रेसनको अवधारणालाई सरल भाषामा ल्याउँछन्। माइक्रो एक्सप्रेसन भनेको अनुहारमा 1 सेकेन्डभन्दा कम समयका लागि देखिने साना भावहरू हुन्, जुन व्यक्ति लुकाउन चाहदा पनि बाहिर निस्किन्छन्। यी भावहरू रिस, डर, खुसी, घृणा, आश्चर्य जस्ता आधारभूत भावनासँग सम्बन्धित हुन्छन्। तर लेखकले फेरि सम्झाउँछन्, यी सङ्केतहरू अभ्यास र संवेदनशीलता बिना बुझ्न गाह्रो हुन्छ र यसलाई दुरुपयोग गर्न खोज्नु खतरनाक पनि हुन सक्छ। मानिस किन झुट बोल्छ भन्ने कुरा पनि उठाइन्छ।
लेखक भन्छन्, मानिस झुट बोल्नुको कारण सधैँ धोका दिनु हुँदैन। कहिलेकाहीँ उनीहरू आफूलाई जोगाउन, अरूलाई दुःख नदिन वा परिस्थितिलाई सजिलो बनाउन झुट बोल्छन्। झुट बुझ्न खोज्दा पनि हामीले नैतिक न्यायाधीश बन्नु हुँदैन, बरु त्यो झुट किन आवश्यक ठानियो भन्ने कुरा बुझ्ने प्रयास गर्नुपर्छ। यही बुझाइले सम्बन्धलाई बिगार्नुको सट्टा अझ स्पष्ट बनाउन सक्छ। लेखकले भावनात्मक ट्रिगरहरूको कुरा पनि ल्याउँछन्। प्रत्येक व्यक्तिका केही विषय, शब्द वा परिस्थितिहरू हुन्छन् जसले उनीहरूलाई तुरुन्तै प्रतिक्रिया दिन बाध्य बनाउँछन्। कसैको लागि आलोचना ट्रिगर हो, कसैको लागि अस्वीकृति, कसैको लागि नियन्त्रण गुमाउनु ट्रिगर हो। यी ट्रिगरहरू प्राय विगतका अनुभवसँग जोडिएका हुन्छन्। जब हामी कसैको ट्रिगर चिन्न थाल्छौं, तब हामी उनीहरूको अचानक बदलिएको व्यवहारलाई व्यक्तिगत रूपमा नलिएर गहिरो रूपमा बुझ्न सक्छौं। अर्को महत्त्वपूर्ण कुरा भनेको प्रोजेक्सन हो। लेखक भन्छन्, मानिस धेरैजसो आफ्नै भावना अरूमा थोपर्छ। जो व्यक्ति आफै असुरक्षित छ, उसले अरूलाई पनि असुरक्षित देख्न थाल्छ। जो व्यक्ति भित्रभित्रै रिसले भरिएको छ, उसले अरूको सामान्य व्यवहारलाई पनि आक्रमणको रूपमा बुझ्न सक्छ। मानिसलाई पढ्ने क्रममा यो कुरा बुझ्न सकेमा हामी अनावश्यक टकरावबाट जोगिन सक्छौं। किताबले हामीलाई अझ संवेदनशील बनाइसकेको हुन्छ। अब हामी मानिसको व्यवहारलाई सतहमा होइन, गहिराईमा हेर्न थाल्छौं। हामी बुझ्न थाल्छौं कि हरेक प्रतिक्रिया पछाडि कुनै न कुनै कथा हुन्छ। हरेक कठोर शब्द पछाडि कुनै न कुनै असुरक्षा लुकेको हुन सक्छ। यही बुझाइले हामीलाई प्रतिक्रियात्मक होइन, उत्तरदायी बनाउँछ। यहाँसम्म आइपुग्दा मानिसलाई पढ्ने यात्रा केवल अरूलाई बुझ्ने प्रयास रहेन। यो आफूलाई अझ धैर्यवान, सहनशील र सजग बनाउने प्रक्रिया बनिसकेको हुन्छ। अब हामी अनुमानभन्दा प्रमाण खोज्न थाल्छौं, रिसभन्दा जिज्ञासा रोज्न थाल्छौं। हामी मानिसको व्यवहारलाई हेर्ने तरिका धेरै हदसम्म बदलिसकेका हुन्छौं। अब हामी सतहमा देखिने शब्द वा हाउभाउमा मात्र अड्किँदैनौं, बरु त्यसको पछाडि लुकेको सन्दर्भ, भावनात्मक ट्रिगर र व्यक्तिगत इतिहास बुझ्ने प्रयास गर्न थाल्छौं। यही बुझाइलाई व्यावहारिक जीवनमा कसरी उतार्ने भन्ने कुरा अब हामी गर्नेछौं, जहाँ किताबको यात्रा अझ वास्तविक र जीवनसँग नजिक बन्छ। लेखक यहाँ स्पष्ट रूपमा भन्छन् कि मानिसलाई पढ्ने सिप तब मात्र अर्थपूर्ण हुन्छ जब त्यसले सम्बन्धलाई सुधार गर्छ। यदि यो सिपले हामीलाई शङ्कालु, कठोर वा चालबाज बनाउँछ भने त्यसले आफ्नो उद्देश्य गुमाउँछ। त्यसैले तेस्रो भागको सुरुवातमै लेखकले नैतिकताको कुरा उठाउँछन्। मानिसलाई बुझ्नु भनेको शक्ति पाउनु हो, र शक्ति सधैँ जिम्मेवारीसँगै आउँछ। बुझाइलाई दया, सहानुभूति र इमानदारीसँग नजोडेमा त्यो बुझाइ नै सम्बन्ध बिगार्ने हतियार बन्न सक्छ। लेखकले मानिसको व्यवहार बुझेर संवाद कसरी सुधार्न सकिन्छ भन्ने कुरा खोल्दै जान्छन्। जब हामी कसैको भावनात्मक अवस्था चिन्छौं, तब हामी आफ्नो शब्द र प्रतिक्रिया पनि सचेत रूपमा छान्न थाल्छौं। उदाहरणका लागि, यदि हामी बुझ्छौं कि अगाडिको व्यक्ति डर वा असुरक्षाबाट प्रतिक्रिया दिइरहेको छ भने हामी त्यसलाई व्यक्तिगत आक्रमणको रूपमा नलिएर शान्त र स्पष्ट संवाद गर्न सक्छौं। यही सानो परिवर्तनले ठूला टकरावहरू टार्न सक्छ। लेखकले सक्रिय सुन्ने क्षमतालाई यहाँ फेरि गहिराईमा ल्याउँछन्। सक्रिय सुन्ने भनेको केवल चुप लागेर सुन्नु होइन, बरु अगाडिको व्यक्तिको भावनालाई मान्यता दिनु हो। जब हामी कसैलाई म बुझ्न खोज्दैछु भन्ने अनुभूति दिन्छौं, तब उनीहरू स्वाभाविक रूपमा खुल्न थाल्छन्। किताबले देखाउँछ कि धेरैजसो मानिस बुझाइ नपाएको कारण चर्को व्यवहार गर्छन्, न कि खराब नियतले। लेखकले प्रतिबिम्बको अवधारणा ल्याउँछन्। मानिससँग कुरा गर्दा उसको बोल्ने गति, स्वरको उचाइ र भावनात्मक स्तरसँग केही हदसम्म मेल खाने प्रयास गर्दा संवाद सहज बन्छ। यो नक्कल होइन, बरु भावनात्मक तालमेल हो। जब अगाडिको व्यक्तिले आफू एक्लो छैन भन्ने महसुस गर्छ, तब उसको रक्षात्मक व्यवहार घट्न थाल्छ। यसरी मानिसलाई पढ्ने सिपले संवादलाई टकरावबाट समझदारीतर्फ लैजान सक्छ। तेस्रो भागमा सम्बन्धका प्रकारहरू पनि अप्रत्यक्ष रूपमा समेटिन्छन्। पारिवारिक सम्बन्ध, मित्रता, कार्यस्थलका सम्बन्ध, सबै ठाउँमा मानिसको व्यवहार फरक देखिन्छ। लेखक भन्छन्, एउटै व्यक्ति घरमा भावुक हुन सक्छ, तर अफिसमा कठोर देखिन सक्छ। यो दोहोरोपन होइन, यो भूमिकाको फरक हो। मानिसलाई पढ्न चाहनेले व्यक्ति होइन, परिस्थिति पनि पढ्नुपर्छ भन्ने कुरा यहाँ स्पष्ट हुन्छ। लेखकले सीमाहरूको कुरा पनि उठाउँछन्। मानिसलाई बुझ्नु भनेको सबै सहनु होइन। जब हामी कसैको व्यवहारको कारण बुझ्छौं, त्यसले गलत व्यवहारलाई जायज ठहराउँदैन, बरु बुझाइले हामीलाई स्पष्ट सीमाहरू राख्न मद्दत गर्छ। हामी शान्त रूपमा भन्न सक्छौं कि यो व्यवहार किन स्वीकार्य छैन, बिना आक्रोश र दोषारोपण। यही परिपक्वता नै बुझाइको साँचो परिणाम हो। लेखकले यहाँ आत्मपरीक्षणको कुरामा पनि जोड दिन्छन्।
जब हामी अरूलाई पढ्न सिक्छौं तब हामी आफ्नै ढाँचाहरू पनि देख्न थाल्छौं। हामी कहिले र किन रक्षात्मक हुन्छौं, कुन कुराले हामीलाई ट्रिगर गर्छ, हामी कस्तो अवस्थामा मौन हुन्छौं। यसरी मानिसलाई पढ्ने यात्रा बाहिरबाट सुरु भए पनि भित्रतिर फर्किन थाल्छ। किताबले यो प्रक्रियालाई आत्मविकासको गहिरो साधनको रूपमा प्रस्तुत गर्छ। लेखकले सहानुभूति थकानको चेतावनी पनि दिन्छन्। सबैलाई बुझ्न खोज्दा, सबैको बोझ बोक्दा आफू थकित हुन सक्छ। त्यसैले लेखक सम्झाउँछन् कि बुझाइ र आत्मसंरक्षण बीच सन्तुलन आवश्यक छ। अरूको भावनालाई बुझ्नु राम्रो हो, तर त्यसमा डुबेर आफ्नो भावनालाई बेवास्ता गर्नु बुद्धिमानी होइन। सन्तुलन नै दीर्घकालीन सम्बन्धको आधार हो। मानिसलाई पढ्ने सिप अब एउटा अलग ज्ञान होइन, जीवन जिउने तरिका बन्न थाल्छ। हामी प्रतिक्रिया दिनु अघि रोकिन थाल्छौं, अनुमान गर्नु अघि बुझ्न खोज्छौं। हामी देख्न थाल्छौं कि धेरै विवादहरू गलत बुझाइबाट जन्मिन्छन् र धेरै दूरीहरू सुन्न नजान्दा बढ्छन्। यही चेतनाले सम्बन्धहरूलाई बिस्तारै उपचार गर्न थाल्छ। हामीलाई एउटा संवेदनशील तर बलियो ठाउँमा लाएर राख्छ। अब हामीसँग संकेतहरू बुझ्ने ज्ञान मात्र छैन, त्यसलाई मानवीय रूपमा प्रयोग गर्ने चेतना पनि छ। अब मानिसलाई पढ्ने कुरा केवल बाहिरी संकेत बुझ्ने अभ्यास मात्र रहेन। यो त सोच्ने तरिका, प्रतिक्रिया दिने बानी र जीवनलाई हेर्ने दृष्टिकोण नै बन्दै गएको हुन्छ। अब यही परिवर्तनलाई स्थायी बनाउने यात्राको कथा हो। यहाँ लेखक हामीलाई कुनै नयाँ सिप सिकाउन भन्दा पनि पहिले सिकेका सबै कुरा जीवनभरि कसरी बोक्ने भन्ने गहिरो समझ दिन खोज्छन्। लेखक एउटा सरल तर गहिरो सत्य सम्झाउँछन्। मानिस कहिल्यै पूर्ण रूपमा बुझिँदैनन्। हरेक मानिस बदलिँदै जान्छ। हरेक दिन नयाँ अनुभवले उनीहरूको सोच र भावना अलिअलि परिवर्तन गरिरहेको हुन्छ। त्यसैले मानिसलाई पढ्ने सिप भनेको कुनै अन्तिम नतिजा होइन, यो त निरन्तर चलिरहने प्रक्रिया हो। आज जसरी तपाईले कसैलाई बुझ्नुभयो, भोलि उही व्यक्ति फरक हुन सक्छ। यही कारणले लेखक जिज्ञासालाई सबैभन्दा ठूलो गुण मान्छन्। लेखक भन्छन्, जिज्ञासा बिना बुझाइ मर्छ। जब हामी सोच्न थाल्छौं कि म त यसलाई बुझिसके, त्यहीबाट गलत बुझाइ सुरु हुन्छ। मानिसलाई पढ्ने व्यक्तिले कहिल्यै अन्तिम निष्कर्षमा पुग्नु हुँदैन, बरु ऊ सधैँ खुला रहनुपर्छ। खुला मनले हेर्ने, सुन्ने र फेरि बुझ्ने, यही खुलापनले सम्बन्धलाई जिउँदो राख्छ। लेखकले विगतको प्रभावबारे गहिरो कुरा गर्छन्। मानिसको वर्तमान व्यवहार बुझ्न चाहदा विगतको छायालाई बेवास्ता गर्न सकिँदैन। बाल्यकाल, पहिलो अस्वीकृति, ठूलो असफलता, गहिरो चोट, यी सबैले मानिसको भावनात्मक संरचना बनाउँछन्। धेरैजसो मानिस आफैलाई किन यस्तो प्रतिक्रिया आउँछ भनेर पनि बुझ्दैनन्। यस्तो अवस्थामा अरूले उनीहरूलाई तुरुन्तै दोष दिनु होइन, धैर्य राखेर बुझ्ने प्रयास गर्नु नै मानवताको साँचो रूप हो। लेखक यहाँ करुणाको कुरा ल्याउँछन्। करुणा भनेको कमजोर हुनु होइन, करुणा भनेको मानिसको भित्री सङ्घर्षलाई देख्न सक्ने आँखा हुनु हो। जब हामी बुझ्छौं कि अगाडिको व्यक्ति पनि आफ्नै लडाईँ लडिरहेको छ, तब हाम्रो कठोरता बिस्तारै पग्लिन थाल्छ। यो पग्लिएको ठाउँबाट नै साँचो सम्बन्ध जन्मिन्छ। किताबले यो कुरा बारम्बार सम्झाउँछ कि सबैभन्दा गहिरो सम्बन्धहरू बुझाइबाट होइन, करुणाबाट बन्छन्। लेखकले आफ्नो व्यवहारलाई पनि पढ्ने अभ्यास गर्न प्रेरित गर्छन्। मानिसलाई पढ्ने यात्रा अरूबाट सुरु भए पनि अन्ततः आफैतिर फर्किन्छ। हामी कहिले चुप हुन्छौं, किन रिस उठ्छ, कुन अवस्थामा हामी आफैलाई जोगाउन भित्तो बनाउँछौं। जब हामी आफ्नै ढाँचाहरू देख्न थाल्छौं, तब अरूलाई बुझ्न अझ सजिलो हुन्छ। आत्मबुझाइ बिना अरूलाई बुझ्ने प्रयास अधुरो रहन्छ। लेखक भन्छन्, हामी सबै कहिलेकाहीँ गलत बुझ्छौं। मानिसलाई पढ्ने सिपले हामीलाई कहिल्यै गलत नगर्ने बनाउँदैन, तर यसले हामीलाई गल्ती स्वीकार्न सक्ने बनाउँछ। जब हामी बुझाइलाई अहङ्कारसँग होइन, नम्रतासँग जोड्छौं, तब म गलत थिएँ भन्न गाह्रो हुँदैन। यही नम्रता सम्बन्धलाई बिग्रनबाट जोगाउने सबैभन्दा बलियो आधार हो। लेखकले भरोसाको कुरा पनि ल्याउँछन्। जब हामी कसैलाई ध्यान दिएर सुन्छौं, उसको भावनालाई गम्भीरता साथ लिन्छौं, तब विश्वास बिस्तारै निर्माण हुन्छ। विश्वास भनेको एकैचोटि आउने कुरा होइन, यो साना साना क्षणहरूको परिणाम हो। हरेक पटक जब हामी बुझ्ने प्रयास गर्छौं, हरेक पटक जब हामी निर्णय गर्नु अघि रोकिन्छौं, त्यही विश्वासको एउटा ईँटा ठपिन्छ। लेखक यहाँ सम्बन्ध बिग्रदा के गर्ने भन्ने कुरा पनि छुन खोज्छन्। सबै सम्बन्ध बचाउन सकिँदैन। कहिलेकाहीँ बुझाइ हुँदाहुँदै पनि दूरी आवश्यक हुन्छ। मानिसलाई पढ्ने सिपले हामीलाई कहिले नजिक जाने र कहिले टाढा रहने भन्ने विवेक पनि दिन्छ।
बुझाइले हामीलाई आत्मसम्मान गुमाउन सिकाउँदैन, बरु आत्मसम्मानसँगै सहानुभूति राख्न सिकाउँछ। उत्तरार्धतिर किताबको स्वर अझ शान्त र गहिरो बन्छ। लेखक हामीलाई सम्झाउँछन् कि मानिसलाई पढ्न सिक्नु भनेको संसारलाई कम कठोर बनाउनु हो। जब हामी बुझ्छौं तब हामी कम चिच्याउँछौं, जब हामी बुझ्छौं तब हामी कम दोष लगाउँछौं, जब हामी बुझ्छौं तब हामी अलि धेरै माफ गर्न थाल्छौं। यही साना साना परिवर्तनहरूले संसारलाई बस्न लायक बनाउँछन्। लेखक अन्त्यतिर एउटा भावनात्मक सन्देश दिन्छन्। हामी सबै चाहन्छौं कि कसैले हामीलाई बुझोस्, हाम्रो नबोलेको पीडा देखोस्, हाम्रो मौन सुनोस्। यदि हामी यो चाहना अरूबाट राख्छौं भने हामीले पनि अरूका लागि त्यो व्यक्ति बन्ने प्रयास गर्नुपर्छ। मानिसलाई पढ्ने सिपको अन्तिम उद्देश्य यही हो, आफूलाई मात्र होइन, अरूलाई पनि सुरक्षित महसुस गराउने मानव बन्नु। यहाँ आएर किताबको यात्रा पूरा हुन्छ, तर पाठकको यात्रा यहीँबाट सुरु हुन्छ। अब हामी मानिसलाई सतहमा होइन, गहिराईमा हेर्न सिकेका हुन्छौं। हामीले बुझिसकेका हुन्छौं कि हरेक व्यवहार पछाडि एउटा कथा हुन्छ र हरेक कथालाई सुन्ने धैर्य भएमा धेरै घाउहरू शब्द बिना नै निको हुन थाल्छन्। अडियो जोन नेपाल तर्फबाट एउटा सानो प्रेरणादायी सन्देश। यदि यो सारले तपाईलाई मानिसलाई अलि फरक आँखाले हेर्न सिकाएको छ भने त्यो नै हाम्रो उद्देश्य पूरा हुनु हो। किताबहरू केवल पढ्नका लागि होइनन्, जीवनमा उतार्नका लागि हुन्। आज यदि तपाईले कसैलाई एकछिन बढी ध्यान दिएर सुन्नुभयो, कसैलाई तुरुन्तै न्याय नगर्नुभयो भने यो सारले आफ्नो काम गरिसकेको छ। अब अन्त्यमा एउटा प्रश्न, आज तपाई बुझ्न खोज्ने पहिलो व्यक्ति को हुनेछ? अरू कोही कि तपाई आफै? यदि यो समरीले तपाईको मन छोएको छ भने लाइक गर्नुहोस्, शेयर गर्नुहोस्, सब्स्क्राइब गर्नुहोस् र कमेन्ट गर्न नबिर्सनुहोस्।